हेलो साथीहरु, फेरि हामी बिहानै फेरि सबै खाजासाजा खाएर हामी फेरि घाँस काट्न आएको। यहाँ माइल दाइ यो यतातिर चाहिँ यस्तो खरबारीको घाँस काट्ने रहेछ डोगोमा। अब घाँस काट्ने हामी अब होइन दाइ, धेरै नै काटिन्छ होइन। ल साथीहरु, म पनि अब यहाँ पर्वत यहाँ माइल दाइकोमा आएर घाँस काट्न लाग्यो। यो घाँस अब कसरी सर घाँस चाहिँ अलिक काटेको छैन, त्यसले काटिने त्यही यो जरेबाट यस्तो कस्तो लाग्ने रहेछ हँसिया त। अलि राख गर्ने बासा बासा खत्रै काट्ने हो। साथीहरु, अब यहाँ घाँस चाहिँ अब यहाँ सुरु गरेँ। यता यस्तो राम्रो घाँस यस्तो मजा हुँदो रहेछ झन् यस्तो काट्न। यस्तो मजाले काटिने यो साथी, यस्तो मजाले काटिँदो रहेछ घाँस है। यस्तो मजाले काटिने कि आनन्द हुँदो रहेछ है। कहिले काहीँ मात्रैलाई चाहिँ रमाइलो होला यो, कहिले काहीँ मात्रै चाहिँ रमाइलो हुन्छ होला। अब त गाह्रो होला त्यो काट्न। यस्तो फुलबुट्टे जस्तो गरेर भारी बनाउनु पर्ने रहेछ के। यस्तो अलि प्रायः अब हामीतिर त यस्तो हुन्न, खरबारीमा घाँस चाहिँ खासै काटेको अनुभव छैन मलाई। यहाँ चाहिँ यस्तो फुलबुट्टे भरेर दाइले माइल दाइले बारी बनाउँदैछ, बोकेर जाने अब। ल बारी दिदी बोल्न सक्दैन के। ल भारी बोकेर हिँड्नुहुन्छ अलि नलति हिँड्ने है। हो भएन, नाम्लो माथि ठिकै छ। सुहाउँदो रहेछ भारी बोक्नु त। घरै पुल्छ क्या भारी, घरै पुलास् भारी त। बारी एक बारी, दुई बारी, तीन बारी, चार बारी, पाँच, 6, 7 कतिवटा रहेछ, 8, 9, 10, 11, 12, 13। विष्णु भिडियो गरेर भ्याएर यहाँ ट्याग आउँछ दिनु कि। ल बाई बाई गर्दैन सबैले। ल लुक्दै अलि ढिलो लानु पर्यो भन सिसिदियो। खै बाई बाई खै बाई बाई गरेको। ल हजुर ल। ओ माई गड। ल